हेलो साथीहरु नमस्कार। आरामै सन्चै हुनुहुन्छ साथीहरु। आज चाहिँ हामी यस्तो ठाउँमा आछौं कि गाइज हेर्नुस्, अब यस्तो एकदम उ छ है, पुरा के रे हिँड्दा हिँड्दा हैरान हो। यो पहाड जस्तो ठाउँमा आएका छौं गाइज। हेर्नुस् है, रिपोर्टिङको लागि आएको। अनि यहाँ त हिँड्नु पनि गाह्रो हो, स्वास्वा भयो। हेर्नुस् त गाइज, हेर्नु त गाइज, कतै पहाड छ, कतै समथल छ। यो अन्धकार, न बस्ती न केही। अनि हिँड्दा हिँड्दा हैरान हो साथी। हेर्नुस्, यो उसमा मरुभूमिको उसमा चाहिँ गाउँ चाहिँ एरियामा यस्तो छ। हेर्नुस् गाइज, यसो बेलुकाको टाइममा जाउँ त यतातिर रिपोर्टिङ गर्नुको लागि, रिपोर्टिङको लागि भनेर चाहिँ आएको हामी। हेर्नुस् गाइज, यस्तो छ यहाँको। अनि पहाडमा चढेर हेर्नुस् त गाइज, यता फेरि सम्म आयो। हेर्नुस्, हामी अब हिँडबाट जाने यसरी। अनि हेर्नुस् गाइस, यस्तो यो बेलुका 7:30 बजेको न्युज नभनौँ भला। अनि यो दृश्य हो, यो 7:30 बजेको बेलुकाको 7:30 बजेको दृश्य हो यो। र हामी यसो रिपोर्टिङ गर्नको लागि यता आट्यौँ। अनि त्यस कारणले यसरी रिपोर्टिङ गर्दा गर्दै अब यसरी हामी हिँड्छौँ। अनि बाटो कतै थाहा छैन, कता निक्लिने भन्ने कुरा पनि थाहा छैन गाइज। हेर्नुहोस् त, कहाँ हामी त। अनि बन्दरगाहको यो एरियामा हेर्नुहोस् गाइज, कतै अन्धकार, कतै उज्यालो, कतै लाइटहरू बलिरहेका तकझकका दृश्यहरू। रमाइलो छ यो पल। हेर्नुहोस् है गाइज, अनि चारैतिर बत्तीले घेरेको छ है। यो बिचको यो अनकन्टार एरिया। अनि डर लाग्न थालिसक्यो अहिले त। 2 जना मात्रै छौँ हामी साथीहरू। अनि अब यसो रिपोर्टिङको लागि जाउँ त भनेर यहाँको चाहिँ पनि वातावरणलाई चाहिँ हामीले सामाजिक सञ्जालमा देखाउँ भनेर आएका थियौँ गाइज। साथीहरू, यो चाहिँ भिडियो हेर्नु होला, एकदमै हेर्ने लायकको यो दृश्य छ। अनि यो भिडियो हेर्न नछुटाउनु होला गाइज है। हेर्नुहोस्, अब माथि डाँडामा उक्लिएर हामी यसरी आएका छौँ। अनि ल हस् गाइस है, ल फेरि यस्तै रिपोर्टिङहरू गर्दै तपाईँको सामु पेस गर्ने देखाउने छु। र हजुरले साथ सपोर्ट गरिदिनु होला। अनि छोटो चाहिँ कमेन्ट समेन्टहरू, लाइक सेयरहरू गरिदिनु होला। अनि है गाइज, ल ओके, बाई बाई। ल राम्रोसँग बस्नु होला, राम्रोसँग खानु होला, ल राम्रोसँग सुत्नु होला। गुड नाइट है गाइज। ल।